अहिलेको केसमा विगत अब 1 मन्थमै हेर्ने हो भने पनि हैन सो थुप्रै इन्सिडेन्ट्सहरू देखि नै रहेको छौं अहिले हैन यो इन्सिडेन्ट्सहरू चाहिँ रिपिटेड वेमा चाहिँ भइरहेको मुख्य कारणहरू चाहिँ के हुन सक्ला जस्तो लाग्छ हजुरलाई? धेरै कुराहरू छन् हैन, किन भए, कसरी भए, के कारणले भए हैन भन्नु पर्दाखेरि पहाडी भू बनावटहरुमा चाहिँ अलिकति विकट छ, अरु धेरै कन्ट्रीसँग भन्दा अलिकति च्यालेन्जिङ छ। त्यसले पनि हाम्रो अलिकति यो इजिली ल्यान्ड र टेक अफ गर्न सक्ने अवस्था छैन हैन। प्लस अब धेरै मान्छेको चाहिँ अब यो अहिले मैले पनि हेर्छु सोशल मिडियाहरुमा अथवा कति पत्रपत्रिकाहरु पनि आइराछ, नेपालमा आएर एकदमै पुरानो थोत्रो जहाजहरु ल्याए, चलाए, त्यसले गर्दा भयो भन्छन् हैन। जहाजको चाहिँ नयाँ र पुरानो भन्ने हुँदैन, 40औं वर्ष 30औं वर्ष उडे जहाज पनि तिनीहरु राम्रा हुन्छन् हैन। अब किनभने जहाजको चाहिँ यो जहाज राम्रो नराम्रो भन्ने कुरा चाहिँ त्यसको लाइफले भन्दा पनि त्यो एयरवर्दी छ कि छैन भन्ने हुन्छ। अब रेगुलेटरले भन्ने अथवा टेक्निकली हवाई जहाज कम्पनीले भनेको चाहिँ जहाज एयरवर्दी हुनुपर्छ। एयरवर्दी भयो भने त्यो जहाज चाहिँ नयाँ जहाज एयरवर्दी भएको पनि त्यो पर्फेक्ट हो, र पुरानो जहाज छ, एज्ड जहाज छ तर एयरवर्दी छ भने एज लङ एज त्यसलाई चाहिँ सर्टिफाइड गरिन्छ भने त्यो जहाज उडान योग्य हुन्छ। त्यसकारण जहाजको आयु यति भनेर हुँदैन। अब जबसम्म जहाजको एउटा म्यानुफ्याक्चरले बनाएको साइकल हुन्छ त्यो साइकलसम्ममा एयरवर्दी जहाज छ भने त्यसलाई हामीले चाहिँ यो पुरानो यसले चाहिँ दुर्घटना गर्छ, यो नयाँ यसले दुर्घटना, किन कतिपय हामीले देखेका छौँ नेपालमै अथवा विदेशमा पनि रिलेटिभली नयाँ जहाजहरूको पनि दुर्घटना भएका छन् त। त्यसले गर्दा जहाज पुरानो भयो अथवा नयाँ भयो भनेर चाहिँ दुर्घटना भइहाल्ने चाहिँ हुँदैन। त्यसमा आफ्नै पनि धेरै टेक्निकल अथवा ह्युमन अथवा अरू विभिन्न कारणहरू हुन्छन्। त्यसकारण अब जहाज चाहिँ पुरानो हुँदैमा चाहिँ जहाज चाहिँ दुर्घटना हुने भन्ने हुँदैन। जहाजको चाहिँ एज लङ एज राम्रो मेन्टेन गरेर चाहिँ एयरवर्दी छ भने त्यसले चाहिँ समस्या ल्याउँदैन।